हेलो साथीहरू नमस्ते है। हाम्रो अप्पर बिरबिटी बडाउँदा बिचको खोला त्यही हो भत्काए पानीले भत्केर गाउँपट्टि आइसकेको छ है। र पनि कुनै पार्टीहरू जस्तो पार्टीहरूले चाहिँ हेरेको छैन अहिलेसम्म। हाम्रो ममता दिदीको पार्टी 16 साल भयो यहाँनिर वेस्ट बेङ्गलमा। तर पनि हाम्रो अप्पर बिरबिटी जहाँ चाहिँ के भनिन्छ श्रीलङ्का भनिन्छ हो, त्यो जग्गामा चाहिँ अहिलेसम्म उयो भएको छैन। हेर्नुहोस् कसरी भत्काएको छ पानीले होइन। 16 सालमा अहिलेसम्म बाँध ल्याएको छैन हो यो जग्गामा चाहिँ हो। र आउँछ हेर्छ जान्छ हो। अचार हेर्नुहोस् कस्तो भएको छ होइन। घरको छेउछाउ मतलब 200 फुट पनि छैन होला, कोही जग्गा त 50 फुट बाटो भेटिसकेको छ हो। र पनि केही गर्दैन हो कतिले, खालि आउँछ भोटको बेलामा यो गर्छु त्यो गर्छु भन्छ। तर अहिलेसम्म एउटा बाँध पनि ल्याउनु सकेको छैन हो। भोटको बेलामा चाहिँ आउँछ हो, भन्छ यो हुन्छ त्यो हुन्छ। आएर अस्ति भर्खर पनि आएर हेरेर गयो एमएलए आएर हेरेर गयो, खै अहिलेसम्म बाँधको व्यवस्था छैन। बर्खा लागिसक्यो है। हेर्नुहोस् कसरी भत्काएको छ हो जग्गा जग्गामा। आउँछ खालि हेरेर जान्छ, आउँछ हेरेर जान्छ हो। खालि त्यो पनि भोट आउने बेला मात्रै आउँछ क्या हेर्नु। अरू बेला चाहिँ शान्ति लागेर क्या बस्छ हो। अन्त भोट आउने बेला भयो भने चाहिँ गाउँमा आएर यो दिन्छु त्यो दिन्छु भन्छ हो। हामीलाई चाहिएको चाहिँ बाँध हो मेन चाहिँ, तर छैन हो। अस्ति एउटा जेसिबी आएको थियो खोला सिधा गर्छु भनेर, त्यो पनि बिग्रेर थन्केर गयो हो। 3-4 दिन त बिग्रेर त्यो खोलामै बस्यो। त्यहाँदेखि छैन बाँध हो। बाँध चाहिँ मेन चाहिएको जिनिस चाहिँ दिँदैन हो। अन्त आउँछ भोट माग्नु त्यो खालि हो। भोट माग्नु मात्रै आउँछ कि पार्टीका मान्छेहरू। सो हेर्नुहोस् हालत कस्तो छ हाम्रो के भन्छ अप्पर बिरबिटीको। हाम्रो यहाँ चाहिँ खालि मात्र 4 घर मात्रै छ कि 4-5 घर। त्यही भएर पनि नहेरेको होला सायद हो। घर भेट्नु आँटेको छ हो खोलाले। ओके, भिडियो हेरिदिनु होला, सेयर गरिदिनु होला है। ठुला मान्छेको उयसमा पुगाइदिनु होला। धन्यवाद।